चिकन थुक्पा बनाएको मैले आज अस्ति पानी परेको बेला खानु मन लागेको थियो त्यस्तै परिस्थिति पर्यो। अरू के खानु मन लागेको हो? थुक्पा मात्रै हो? साथीको घरतिर गइयो त्यहाँदेखि शनिबार चाहिँ फेरि उयो के अरे एकादशी परेर खाइएन। एकादशी र मङ्गलबार चाहिँ मेरो घरमा माछा मासु पाक्दैन साथीहरू, त्यही भएर अनि आज बनाएको। कति खाने सुटु ब्रो? कति खाने? भयो अब पुग्छ। यो चाहिँ काँचो पियाज, यो चाहिँ धनियाँ। यता अरू पनि छ यी सेलरोटी। सेलरोटी खाँदैन, म बुढो मान्छे बरु टोक्छु काटाङकुटुङ। कति हो मिलो? भयो ल ल थुक्पा रेडी भएको अवस्था साथीहरू, खानुलाई तयार। चपस्टिक चलाउनु चाहिँ आउँदैन, कोसिस गर्दैछु। खाएँ ल।